हेलो साथीहरु नमस्कार। नमस्कार। आज चाहिँ हामी यहाँ फ्राइडेको छुट्टीको दिन दुईजना साथीहरु मिलेर ग्रान्ड मल जाँदैछौँ। यो हाम्रो क्याम्पबाट निस्किँदैछ अहिले हामी हैन। उहाँ साथीहरु चाहिँ आज छुट्टीमा के गरौँ भन्ने कुरो भयो। त्यसपछि ग्रान्ड मल जाम भन्ने कुरो छ हैन त साथीहरु। यो मेरो ग्रान्ड मल जाने ब्लग आज फ्राइडेको दिन लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, हेरिदिनु होला है त। धन्यवाद। हामी चाहिँ अहिले अब यहाँ गाडीको कुरा पर्खाइमा छौँ हैन। यो चाहिँ अलिकति सनया इन्डस्ट्रियल एरिया पर्यो यस्तो छ। अब यहाँ गाडी कुरो उहाँ रहेछ त। अब हामी चाहिँ गाडी ट्याक्सी बुक गऱ्यौँ हैन। अब आज छुट्टी पर्यो हैन। छुट्टी फ्राइडेको दिन अब के गर्ने भन्दाखेरि चाहिँ ग्रान्ड मल जाम भन्ने कुरो भयो। यहाँ साथीसँग हाम्रो बेस्ट फ्रेन्ड यहाँ हुनुहुन्छ एकदम मोटो घाटो होइन, पुरै ठुलो चालु भएर मुस्कान दिएर होइन, हाँस्दिनु न त नि। हामी चाहिँ ग्रान्ड मल जाँदैछौँ होइन। हामी चाहिँ गाडीमा बस्यौँ होइन। अब जाँदैछौँ। के छ सर, तपाईँलाई कस्तो लागिरहेको छ? एकदम बोरिङ होइन, रुममा बस्दा बस्दा बोरिङ क्या। एउटा लास्टै एउटा फिल भएर अब त्यही भएर ग्रान्ड मल यसो मार्केट घुमेर आउनु पर्यो। सबको सपिङ छ अरे डरो आज होइन। सपिङ छ त्यही ग्रान्ड मलै उठाउनुहुन्छ क्या तपाईँले? छ नि। त्यो गार्मेन्टको पसलबाट दुईटा चड्डी र दुईटा टी सर्ट ल्याउनु पर्छ। राम्रो छ सपिङ। चड्डी मालुम को पसलबाट दुईटा चड्डी र दुईटा टी सर्ट ल्याउनु पर्छ। राम्रो छ सपिङ। चड्डी मालुम। हामी ग्रान्ड मलमा आयौँ आज। बाप रे बाप, लगभग 20 मिनट लाग्यो आउनलाई होइन। अब साथीहरू यो ग्रान्ड मल आज फ्राइडेको दिन प्रायः सबैको छुट्टी हुन्छ कतारमा होइन। अब नजारा यस्तो छ साथीहरू, भिड छ होइन। भिड औडा छ भिड। छुट्टीको दिन यस्तै भिड हुन्छ, एकदम भिड छ। ल हेर्नु साथीहरू कति भिड छ, बबाल छ मान्छे। आज छुट्टी पनि हो, आज छुट्टी पनि हो, त्यही भएर मान्छेहरूको भिड एकदम। फ्राइडेको दिन कतारमा भिड यस्तो हुन्छ होइन सर। मान्छेहरू कोही सपिङ गर्ने, कोही बस्ने, साथी भेट्ने होइन। यस्तै छ जे रमाइलो हुने रहेछ ग्रान्ड मलमा फ्राइडेको दिन चाहिँ। ल साथीहरू यो ग्रान्ड मल ए छुट्टीमा साथीभाइहरू मिलेर भेट हुने ठाउँ यही हो। पहिला अब हामी फिल्म हलतिर जाँदैछौँ। 1 नम्बर गेट फिल्ममा के फिल्म लागिरहेछ भन्ने कुरो पहिला हेर्दैछौँ होइन। त्यसपछि अनि फेरि के गर्ने भन्ने कुरा डिसाइड हुन्छ। कता हो 1 नम्बर गेट? यो हो कि फिल्म भिड छ यस्तो कि। ल हेर्नु त 1 नम्बर गेटबाट छुट्टीमा जस दुःख सुखको चौतारी भनेकै ग्रान्ड मल हो नेपालीहरूको लागि। सबैजना भेट हुने। नेपाली फिल्म लगाएको जस्तो छैन साथीहरू, त्यही पनि सोध्छौँ। नेपाली छैन, नेपाली फिल्म लगाएर हिँड्छ। हिन्दी सिनेमा लगाएर छ हिट भन्ने। अनि सोध्छ सिस्टर नेपाली फिल्म छैन कुनै हो र? नेपाली फिल्म छैन अरे साथीहरू। भैँसिया फिल्म नहेर्ने भइयो आज। अब यहाँ सर फिल्म हेर्नु भनेर आउनुभएको, बिचरा नेपाली फिल्म रहन्छ साथीहरू। खुस पर्नु, फर्केर जानुपर्ने अवस्था भयो। अब यहाँ ग्रान्ड मलमा अब यहाँ गाउँले दाजुभाइ पनि छन्, कता पर्ख्यौँ है भन्दैछन्। म आउँछु भन्दैछन्, खोइ कता हो।
यता मान्छे साथीहरू यहाँ नदेखेर हो क्या कुनै के अरे ल यता बसौँ यहाँ आएर चाहिँ भेट भयो है साथीहरू हामी दिपेन्द्र सरकार उही है फेमस टिकटकर अनि डिबी भन त के छ कस्तो लागिरहेको छ आज एकदम ठिक छ वर्षौपछि भेट भए रमाइलो फिल भइरहेको भाइहरू कहाँ अरे मर्चाको होला ए मेरो भाइहरू हो सबै गाउँको मर्चाको होला कहाँनिर मर्चाको होला त गएको भइ गरिन्छ मर्चाकोलै हो नि रौसी खाना गइन्थ्यो यार त्यतातिर जान्छ र सिखाना लास्टै रुगा लाएर यार अब यही बस्यो घाममा एकछिन एसीमा त्यसले पुरै साथीहरू यहाँ ड्युको साथमा होइन त मार्केट सबै सपिङ गरियो होइन अब हामी चाहिँ भोक लाग्यो हिँड्दा थकै लागिसक्यो अब कहीँ खाना खान्छौँ बसेर होइन होइन त साथीहरू के छ तपाईँहरूको भोक लाग्यो नि ठिक छ भोक लाग्यो थाकियो पनि हैन यता त आवाजै आएन किन हो हेलो हामी चाहिँ खानालाई नेपाली होटल खोजिरहेको थियौँ भोक धेरै लागिसकेको थियो नेपाली होटल भेटियो हामी चाहिँ आज थकालीमा खाना खाने यहाँ माथि यो ग्रेन्ड मल प्लाजामा सम्सारा थकाली रेस्टुरेन्ट रहेछ साथीहरू यहाँको डिजाइन पनि होटलमा राम्रो डेकोरेसन रहेछ है यति राम्रो यहाँ माछाको ग्रेन हाउस पनि छ यहाँ कति राम्रो हाम्रो नेपाली वेशभूषा हाम्रो नेपाली पुरानो हिस्टोरिकल दिपेन्द्रलाई चाहिँ भोक लागेर होला माथि चढिसकेको थिएँ खाना खानालाई फेरि तल झरे सानो भिडियो गरेको तल झरिहालेँ थकाली रेस्टुरेन्ट हो हामी चाहिँ थकाली खाना अर्डर गरेर बस्यौँ साथीहरू खानाको लागि चाहिँ टेबल बुक गरेर बस्यौँ वेटरहरूले खाना ल्याउँदै हुनुहुन्थ्यो ल धन्यवाद खाना खाइसकेपछि हामी चाहिँ उठेर अनि हिँड्दै थियौँ फेरि फोटो खिच्न लाग्यौँ तर यहाँ चाहिँ एकदम राम्रो नेपाली पुरानो चिजहरू नेपाल झल्किने नेपालीपन झल्किने चिजहरू रहेछ होइन अब खाना खाएर हिँड्दाखेरि चाहिँ एक घन्टा फोटो खिच्छौँ भिडियो गरौँ भन्ने भयो अनि यहाँ हाम्रो पुरानो सामानहरू मादल खैँजडी मुजुराहरू सबै सजाएर राखिएको भित्तामा चाहिँ है एकदम राम्रो के नेपालीहरूलाई चाहिँ मनपर्ने ठाउँ खाना पनि एकदम मिठो हेर्नु त फर्सी कस्तो सजाएर राखेको त्यहाँ खाना खाएर चाहिँ बाहिर निस्क्यौँ अब गाडीतिर जाने अब रुमतिर जाने भनेर चाहिँ सँगै निस्क्यौँ आजको ग्रेन्ड मल यति नै साथीहरू हाम्रो ब्लग यहीसम्म हो बाई सबैलाई राम्रोसँग हेरिदिनु होला खानापिना खाइसकेर ट्याक्सीसम्म थियो अब ट्याक्सीमा ल म अगाडि बस्छु तिम्रो